नमस्कार छ सबैलाई। सामाजिक सञ्जालमा आज यो फेसबुक लाइभबाट आउनुको मुख्य उद्देश्य के हो भने राज्य यतिखेर आतंकमा लागेको छ। राज्य आतंकमा लागेको छ। देशभरि नयाँ युवा साथीहरूलाई कसरी थुन्ने र यिनीहरूले भ्रष्टाचार गरिरहने भन्ने जुन पछिल्लो पटक प्रवृत्ति देखिएको छ। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बेडभित्रै गएर पक्राउ गरेको छ र अदालतले पक्राउ पर्ची जारी गर्यो भने अहिले पनि अदालतले पक्राउ पर्ची जारीको जीवी राई कहाँ छ? अहिलेको गृहमन्त्रीलाई मेरो अपिल छ, अनुरोध छ, जीवी राईलाई चाहिँ पक्राउ पर्ची आइसकेका छ। जीवी राई चाहिँ कहाँ लुकेर बसेका छन्? यी जीवी राईले पक्राउ गर्न किन सक्नु भएन? जीवी राईसँग तपाईँले कति पैसा खानुभयो? जीवी राईले अरबौं रुपैयाँ भ्रष्टाचार गरिसकेपछि, अरबौं रुपैयाँ सहकारीको ठगिसकेपछि त्यो कति कति पैसा तपाईँलाई दिनुभयो? अहिलेको गृहमन्त्रीलाई मेरो प्रश्न र प्रधानमन्त्रीलाई मेरो प्रश्न, जीवी राईलाई चाहिँ तपाईलाई पक्राउ गर्न चाहिँ कसले रोक्यो? आज देशभरि जीवी राईको खोजी भएको छ। अहिले जीवी राईको मुद्दा ओझेलमा पनि परेको छ र जसरी जीवी राईलाई तपाईले अहिलेसम्म यत्रो 6-7 महिना सरकारमा जाँदासम्म जीवी राई ल्याउन सक्नु भएको छैन। तपाईहरुको जीवी राईको भित्रको चाहिँ अहिले पनि म साथीहरुलाई धेरैलाई अपिल गर्छु भने यो भिडियो धेरैभन्दा धेरै प्रधानमन्त्री कहाँ पनि पुर्याइदिन अपिल र अनुरोध गर्न चाहन्छु। मेरा साथीहरु हो, यो किन जीवी राईलाई पक्राउ गर्नु भएको छैन? कति पैसा खाइयो जीवी राईबाट? यसको हिसाब किताब चाहिँ अब गर्नुपर्ने आवश्यकता देखिन्छ। अहिले सहकारी पीडितहरू आज पनि बिजोग अवस्थामा छन्। म आज पनि भन्छु, जीवी राईलाई के कारणले गर्दा उन्मुक्ति दिइयो र रवि लामिछानेलाई के कारणले गर्दा पटक पटक दुःख दिइएको छ। आज रवि लामिछानेको मुद्दा अहिले पनि म के भन्छु भने अदालतमा जसरी अदालतलाई प्रयोग गरिरहेका छौ तपाईहरुले, अदालत पनि कस्तो छ तपाईलाई थाहा छ नि त। पार्टीका कार्यकर्ताहरू नियुक्ति गर्ने चलन छ अहिले अदालतमा, तपाईलाई स्पष्ट थाहा भएको कुरा हो। सम्मानित अदालतका विरुद्धमा हामीले बोल्नु हुँदैन, हामीलाई थाहा छ। तर प्रक्रिया छ यो देशमा, त्यो प्रक्रियाले कहीँ न कहीँ त शंका उत्पन्न गराउँछ। त्यो कुरा त हामीलाई स्पष्ट थाहा भएको कुरा हो। सम्मानित अदालतको आदेशलाई हामीले स्वीकार गर्छौं, तर यसको मतलब यो होइन कि कसैलाई काखा र कसैलाई पाखा गर्ने अधिकार चाहिँ अदालतको छैन छ जस्तो मलाई लाग्दैन। र रह्यो अर्को कुरा, हामी राजावादी हौं, राजाको पाल्तु हौ, राजावादी हौं। हामी गौरव गर्छौं आफूलाई राजावादी भन्नमा। हामी राष्ट्रवादी राजावादी हुनुमा हामी गौरव गर्छौं। हामी गणतन्त्रवादी भन्दा पनि लुटतन्त्रवादी, मार्क्सवादी, लेनिनवादी, म्याउवादी हुनुभन्दा राजावादी हुन हामीलाई गौरव लाग्छ। किनभने लेनिन रसियाको हुन्, तिनको दास हुनुभन्दा, त्यसैगरी मार्क्स जर्मनका हुन्, तिनको दास हुनुभन्दा, माओ चीनका हुन्, तिनको दास हुनुभन्दा यही देशको राष्ट्रवादी पृथ्वीनारायण शाहको रैती हुन हामीलाई सधैँ यी पार्टीका नेता झोले कार्यकर्ताको कट्टु दुने कार्यकर्ता हुनुभन्दा हामी आफूलाई राष्ट्रवादी हुनुमा गौरव ठान्छौं, छाती खोलेर भन्छौं। यसमा केही मतलब छैन। कोही 2 कौडीका मान्छेले, 2 कौडीका औकात नभएका, जसले कुनै पनि कुरा नबुझेका, जसले बुझ्न सक्ने क्षमतै नभएका, जसको कुनै क्षमतै छैन, त्यस्ता मान्छेले बोल्दाखेरि तिनीसँग कुनै न बहस गर्ने क्षमता हुन्छ न कुनै राख्ने क्षमता हुन्छ। त्यो क्षमताका साथ हामी बढ्छौं। र अर्को कुरा, राष्ट्रवादी साथीहरुलाई मेरो अपिल छ, अनुरोध छ, एकजना मान्छे पनि डराउने होइन। यो देश यिनीहरुले आर्जेको होइन, यो देश यिनीहरुले बनाएको होइन। जसरी अहिले मुद्दामाथि मुद्दा लगाएर थुन्ने प्रकृति गरेका छौ, जसरी त्यो भोट भिडियो हेरेर, फोटो हेरेर, जसरी घर घरमा गएर मान्छेलाई त्रसित पारेर जसरी पक्राउ गरेका छौ, अहिले त प्रमाणित भइसक्यो तिमीहरुले नै पत्रकार रजकलाई मारेका रहेछौ भन्ने कुरा त हिजो पत्रकार रजकको च्याट अहिले बाहिरिएको छ। किन भन्नुभयो रजकले? आज 3-4 वटा कारण छन्। आज हेर्नुस्, पहिलो कारण पत्रकार सुरेश रजकको उहाँले दिएको अन्तिम च्याटमा के भनेको छ? मसँगै प्रहरी छ, म माथि पुलिस छ, त्यो पुलिस माथि छ, अरूलाई हान्न जाँदैछ भनेर भन्नुभएको छ। त्यसपछि उहाँ सम्पर्कमा हुनुभएको छैन। यसको मतलब जानेर पत्रकार छन् त्यही नजिकै नेपाल प्रहरी पनि छ। कुन पुलिस छ? सशस्त्र छ कि कुन छ? र अर्को कारण, पटक पटक सशस्त्र प्रहरी त्यो घर चेक गर्न जान्छ, तर चेक गर्न गइसकेपछि उहाँको लास भेटाउँदैन अनि भन्छ माथि कोही पनि छैन भनेर जनतालाई भ्रमित पार्छ। यो के हो? र अर्को, तिनकुनेको क्षेत्रफल कत्रो छ? तिनकुनेको क्षेत्रफल 100 स्क्वायर मिटर हो। त्यहाँ 1400 पटक राउन्ड गरिएको छ। 1 मिनेटमा 8 वटा भन्दा बढी पटक गोली हानिएको छ। दम र हिम्मत छ भने खुलमखुला आएर गोली हाने हुन्छ, केही डराउनु पर्दैन। यदि हतियारै उठाउनु पर्ने भोलि अवस्था सिर्जित बन्यो भने त्यो पनि गर्छौं हामी। भोलिको अवस्था सरकारले यदि कुरा, त्यो बाध्यका साथ सुन्नुहोस्, कान खोलेर सुन्नुहोस्। किनभने कोही यहाँ
ती सरकारका, ती झोलेका, ती भ्रष्टाचारीका दासहरू छौ भन्ने कान खोलेर सुन। किनभने यो देश पटक पटक लुट्दा बिजोग बनायो। आज जाऊ त कस्तो छ अवस्था। हेर एकछिन खाडीमा गएका मान्छेलाई। आज देशको उद्योग कर कारखाना बन्द गरेर गोर्खाली टायर बन्द गर्यौ, वीरगञ्ज चिनी मिल बन्द गर्यौ, वीरगञ्ज कृषि औजार केन्द्र बन्द गर्यौ। आज महावीर पुनले किताब बेचेर चलाउनु पर्ने अवस्था छ। आज देशभरिका 44वटा संस्थान, भिरकुटी काज कारखाना, वीरगञ्ज बुटोल धागो उद्योग, तपाईको विराटनगर जुट मिल, देशभरिका ठुल्ठुला कल कारखाना, बालाजु औद्योगिक केन्द्र, भक्तपुर औद्योगिक केन्द्र, बुटोल औद्योगिक केन्द्र, भरतपुर औद्योगिक केन्द्र, टिकापुर औद्योगिक केन्द्र, नेपालगञ्ज औद्योगिक केन्द्र, देशभरिका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सब उद्योग धन्दा यही झोले कार्यकर्ताले आज बन्द गर्यो। तिमीहरू पार्टीको कार्यकर्ता बन्ने, त्यसका पछाडि कुद्ने, 2-4 पैसा पायो भने ब्रुक ब्रुक उफ्रिने अनि देश बर्बाद गर्ने। अनि तपाईँ हामीले चाहिँ तिमीहरूलाई बाध्य भएर नि तिमीलाई सुनिदिनु पर्ने, हामीले सुनिदिनु पर्ने। तिमीहरू एउटाले लेख्दैछ गणतन्त्र, के गणतन्त्र तिमीहरू ल्याएको? फेक आइडीबाट लेख्दैछ एकजना साथीले गणतन्त्र जिन्दाबाद, गणतन्त्र जिन्दाबाद। गणतन्त्र तिमीहरू ल्याएको हो? यो गणतन्त्र हो? गणतन्त्र यदि हो भने अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिमीहरूले भोट हाल्न पाउँछौ? असली गणतन्त्रमा त देशको प्रधानमन्त्रीलाई जनताले भोट हाल्न पाउँछ नि, पाउँछौ? अहिलेका यी सांसद तिमीहरूले भोट हालेर जिताएका हो जो समानुपातिक छन्। आजको परराष्ट्र मन्त्रीलाई तपाईहरूले जिताएको हो? कोहीको कसैको दम छ, हिम्मत छ तिमीहरूले जिताएको अहिलेको सांसदलाई? हो समानुपातिकबाट चुनाव हारेका हरुवा चरुवाहरू आज हेर्नुहोस् राष्ट्रिय सभाबाट मन्त्री बनेका छन् केही साथीहरू। आज राष्ट्रिय सभाको अध्यक्ष बनेका छन्, राष्ट्रिय सभाका सदस्य बनेका छन्। आज कृष्ण प्रसाद सिटौलालाई तपाईहरूले चुनाव हराएको हो कि होइन? खै त फेरि आइसके त। यो गणतन्त्र होइन। यदि कसैले यसलाई गणतन्त्र हो भने त्यो झोले झम्टे र नेताको चाटुकार कार्यकर्ता हो। यो लुटतन्त्र हो। यो सिधा भाषामा भन्ने भने यो लुटतन्त्र हो। यदि यो लुटतन्त्र होइन भने आज कति भयो वैदेशिक ऋण? एकछिन गएर 27 खरब भयो वैदेशिक ऋण। आज 27 खरब। आज एकजना मान्छे रोजगारी दिन सक्छन् यिनीहरूले? सारा पार्टीका कार्यकर्ता बनाउँछ, झोले झम्टे भरौटे बनाउँछ, ती भरौटेलाई ठेक्का दिन्छ। आज 10 वर्षमा बन्ने, 1 वर्षमा बन्ने बाटो 20 वर्षमा बनाउँदैन यिनीहरू। एउटा पुल बनाउँदाखेरि भ्रष्टाचार गरेर त्यो पुल 5 वर्षभित्र भत्किन्छ। आज देश तहस नहस पारेको छ। विश्वको सबभन्दा सुन्दर देश भएर आज विश्वको सबभन्दा गरिब देशभित्र पर्छ। आज त्यतिसम्म पनि लाज नमानेर यहाँ कमेन्ट लेख्ने मान्छे पनि त्यो नेताको चाटुकार झोले नै हो। त्यो मान्छे नै होइन, त्योसँग मान्छेमा हुने क्षमता छैन। त्यो भावनालाई मेरो अनुरोध के छ भने राष्ट्रवादी साथीहरू, एकजना मान्छे पनि डराउने होइन। कति हान्छ यसले, कति गर्छ? कसैका बाहुले आर्जेको वीरताको देश होइन यो। यो स्पष्टका साथ भन्छु। आज नागरिकले शान्तिपूर्ण रूपमा आफ्नो माग राख्न पाउँछन्। यो देशका जनताले राजा चाहन्छन् भने राजा ल्याउँछन्। कसैको बाउको टाउको दुख्नुपर्ने आवश्यकता छैन। कम्बोडियामा पनि राजा फालेका थिए, ल्याए। बेलायतमा पनि राजा फालेका थिए, ल्याए। आज अस्ट्रेलियामा राजा छ, न्युजिल्यान्डमा राजा छ, क्यानाडामा राजा छ। जहाँ अहिले गएर तिमीहरू त्यहाँ लेख्दैछौ नि, दुबई कतारबाट केही साथीहरू, त्यहाँ पनि राजा छ। बुझ्नुभयो? आज राजा हुँदैमा देश अविकसित हुने होइन। के थियो? त्रिभुवन विमानस्थल तिमीहरूका नेताले बनाएको, यी टाउके झोले नेताले बनाएको। तिमीहरू गुड्ने बाटो यिनीहरूले बनाएको। तिमीहरू जो स्कुलबाट पढेर आयौ त्यो स्कुल पनि यिनीहरूले बनाएको हो। त्रिचन्द्र क्याम्पस यिनीहरूले बनाएको, त्रिभुवन विश्वविद्यालय यिनीहरूले बनाएको, पूर्वाञ्चल विश्वविद्यालय यिनीहरूले बनाएको, पश्चिमाञ्चल विश्वविद्यालय यिनीहरूले बनाएको। के बनाएको छ यिनीहरूले? न स्कुल बनायो। ल हस्पिटलको कुरामा जाउँ। सुर्खेतको क्षेत्रीय अस्पताल यिनीहरूले बनाएको, अहिले प्रदेश अस्पताल राजा ज्ञानेन्द्र शाहले बनाएको। जुम्ला जाने बाटो यिनीहरूले बनाएको, राजा ज्ञानेन्द्र शाहले बनाएको। ल अब भन, सेती अञ्चल अस्पताल यिनीहरूले बनाएको, गण्डकी अञ्चल अस्पताल यिनीहरूले बनाएको, लुम्बिनी अञ्चल अस्पताल यिनीहरूले बनाएको, भेरी अञ्चल अस्पताल यिनीहरूले बनाएको हो, जनकपुर अञ्चल अस्पताल यिनीहरूले बनाएको, वीर हस्पिटल यिनीहरूले बनाएको, टिचिङ यिनीहरूले बनाएको हो, पाटन यिनीहरूले बनाएको। एउटा अस्पताल बनाउन सकेका छैन यिनीहरूले 16 वर्षसम्म। फाल्यो न तिमीहरूले युद्ध जितेर राजा फाल्यो। 2063 साल वैशाख 11 गते तिमीहरूको आन्दोलन राजाका विरुद्धमा थियो, संसदको पुनर्स्थापनाका लागि थियो। नेपाली जनतालाई झुक्क्याउने केका लागि थियो? संसद स्थापना गर भन्नका लागि थियो। राजाले संसद स्थापना गर्दिनु। 2063 साल वैशाख 11 गतेदेखि 2065 साल जेठ 15 गते राजा गएका छन्। 14 महिना राजा केका लागि राख्यौ त? त्यसो भने यदि तिमीहरूले आन्दोलनबाट राजा फालेका हो भने
राजा केका लागि राख्यौ तिमीहरूले? के पूजा गर्न राख्यौ? तिमीले आन्दोलनबाट फाल्या हो? छाती खोलेर भन्न सक्छौ नेपालको कुन ठाउँमा बहस गर्न सक्छौ म आउँछु? छाती खोलेर भन्न सक्छौ राजा तिमीहरूले आन्दोलनले फाल्या हो? आन्दोलनले फालेको भए 2063 साल वैशाख 11 गते तिमीले राजा फाल्नु पर्थ्यो। सक्यौ? सकेनौ। आन्दोलनले फालेको होइन। अनि अर्को जनमत संग्रह गरेर फाल्या हो राजा। 2064 सालको चुनावमा जाँदाखेरि विश्वप्रकाश शर्मा र गगन थापाजी तपाईको चुनावको मेनिफेस्टो के थियो? संवैधानिक राजा राख्ने भनेर चुनावमा गएका हो। अहिले गएर हेर्नुस् तपाईको कांग्रेसको पत्र 2064 सालमा। अहिले 2-4 जना नेताहरू त्यो राजा आयो भने लुट्न पाइँदैन, खान पाइँदैन, मर्ने गरी खिच्न पाइँदैन भनेर अहिले उफ्रिएर हुन्छ। के थियो मेनिफेस्टो? तपाईको कांग्रेसको सभापति गिरिजाप्रसाद कोइरालाको भर्जन के थियो? उहाँले राजा सहितको प्रजातन्त्र भनेर भन्नुभएको थियो। तपाईहरू 2064 सालमा चुनावमा जाँदाखेरि राजा चाहिन्छ भनेर चुनावमा गएर भोट ल्याएर आएको। नेकपा एमाले पनि राजा चाहिन्छ भनेर चुनावमा गएर भोट ल्याएर आएको। अनि भोट ल्याउँदाखेरि चाहिँ राजा चाहिन्छ भनेर ल्याएर आउने, अनि यहाँ आइसकेपछि चाहिँ अनि राजा चाहिँदैन भनेर त्यो आफ्नो नामै लेख्न नसक्ने, नाम पनि लेख्न जान्दैनथे, पार्टीलाई सहयोग गरेको समानुपातिक परेको तातो नछारेका मान्छेहरू ल्याएर त्यो पनि अल्फा बिटा कम्प्लेक्समा बसेर युएसआइडी को फन्ड खाएर अमेरिकनको दलाल बनेर अनि राजा फाल्दिने हामीले चाहिँ स्वीकार्नु पर्ने तिमीहरूलाई। ल त्यसपछि अर्को कुरा विश्वप्रकाश र गगनलाई मेरो खुला चुनौती हो, खोजेर हेर्नुस्। 2066 सालमा पहिलो संविधान सभापछि यो देशमा प्रदेश संरचना चाहिन्छ कि चाहिँदैन, हिन्दू राष्ट्र चाहिन्छ कि चाहिँदैन, यो देशमा राजा चाहिन्छ कि चाहिँदैन भनेर नेपालका 601 जना सांसदलाई हरेक निर्वाचन क्षेत्रमा सर्वेक्षण कलेक्सन गर्ने, मत कलेक्सन गर्ने, जनताको कुरालाई कलेक्सन गर्ने, संकलन गर्ने, सुझाव संकलन गर्ने भनेर पठाइएको छ। त्यो पोको कहाँ छ? विश्वप्रकाशजी कहाँ छ? तपाईँ त बेसरी उफ्रिनुहुन्छ विश्वप्रकाशजी, त्यो पोको कहाँ छ एकछिन भन्नुहोस् विश्वप्रकाश दाई। महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाजी त्यो पोको कहाँ छ? त्यो त जनताले आफ्नो मत जाहेर गरेको हो त। मेरो जुम्लामा त्यतिखेर नरेश भण्डारी आउनु भएको थियो, तपाईका ठाउँमा पनि गाउँ गाउँमा जानुभएको थियो। त्यो पोको कहाँ लुकाएर राख्यो? त्यसपछि भएन भने 2070 साल पछाडि पनि तिमी फेरि त्यो पोको ल्याउन गयौ। 70 सालको चुनावपछि फेरि त्यो सुझाव संकलन गरेको पोको कहाँ छ? त्यो पोको खोल न त। नेपाली जनताले हिन्दू राष्ट्र चाहेका छैनन्, छन् कि छैन? नेपाली जनताले प्रदेश संरचना खारेज गर्ने चाहेका छन् कि छैन? नेपालका 90% भन्दा बढी जनताले प्रदेशका विरुद्धमा भोट हालेको छ। त्यतिखेर नेपालका 80-82% भन्दा बढी जनताले हिन्दू राष्ट्रको पक्षमा भोट हालेको छ। नेपालका 80-82% जनताले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा भोट हालेको छ। आज त्यो पोको खोल्न सक्यौ? त्यो लुकाएर बागमतीमा बगायौ कि कतै आगो लगाएर पोल्यौ कि? त्यो त पोको त गायब गर्यो त। अनि त्यो जनताको जनमत होइन। त्यो पोको खोल्न सक्ने हिम्मत छ? यो मैले झुटो बोलेको छु भने आएर मसँग फेस गर। नेपालको कुन ठाउँमा आउँछु म बहस गर्न तयार छु, हो कि होइन? गएर सोध्नुस् 64 सालमा निर्वाचन जितेका सांसदहरूलाई, सभासदलाई सोध्नुस् 70 सालमा गएका आफ्नो निर्वाचन क्षेत्रका सांसदलाई सुझाव संकलन गर्ने भनेर ल्याएको हो कि होइन? तर आज त्यो पोको त गायब गर्यो। अनि तिमीहरूले न युद्धबाट राजा फाले आऊ, न तिमीहरूले जनमत संग्रह गरेर राजा फाले आऊ, न तिमीहरूले चुनावबाट राजा फाल्यौ, न तिमीहरूले युद्धबाट फाल्यौ। तर तिमीले राजा कहाँबाट फाल्यौ? विदेशीको डलर खाएर राजा फाल्यौ। अहिले राजा आउँछ भन्दाखेरि तिमीहरूको टाउको दुख्नु पर्ने। चुनाव गर्नु पर्दैन विश्वप्रकाश शर्माजी, गगन थापाजी र विश्वप्रकाशलाई मेरो चुनौती हो। केही पनि गर्नु पर्दैन। तपाईहरूको 2/3 छ, 184 जना सांसदले तपाईको पुग्छन्। अहिले केही पनि नगर्नुस्। ल अहिले राजा चाहिन्छन् कि चाहिँदैनन् एक ठाउँमा राष्ट्रपति रामचन्द्र पौडेललाई उभ्याइदिनुस्, महामहिम राष्ट्रपतिलाई एक ठाउँमा राजा ज्ञानेन्द्रलाई उभ्याउनुस्, देशभरिका जनतालाई भोट हाल भन्नुस्। त्यो भोट यदि राजाले हारे भने भोलिका दिन हामी स्वीकार्छौँ। राजा मन नपराउने विदेशीका डलरहरू, एनजिओमा काम गर्नेहरू, आइएनजिओ का दलालहरू, त्यहाँ बाहेक र केही राजनीतिक रूपमा पुरा दिमागै खराब गरेर विदेशीवादी बोकेका मान्छे बाहेक, अवसरवादी बाहेक, चाहे त्यो कांग्रेस होस्, चाहे त्यो एमाले होस्, चाहे त्यो विचारले कांग्रेस होस्, चाहे त्यो विचारले एमाले होस्, चाहे त्यो विचारले कुनै स्वतन्त्र नागरिक होस्, चाहे त्यो विचारले राप्रपा होस्, चाहे त्यो विचारले माओवादी नै किन नहोस्, तर छातीमा राखेर इमानदार स्वाभिमान कार्यकर्ताले यो देशमा राष्ट्रपति ठाउँमा राजा नै चाहन्छ। गुनाह गरे पत्याए गरे भइगयो त।
यसरी जनताको जनमत नगर्ने अनि राजालाई चाहिँ श्रीपेज लगाएर चुनाव लड्न आइज भने चुनौती दिने। चुनाव लड्दैनन् राजा, जनमत संग्रह गरेर देखाइदेऊ नि त। तपाईहरुको सरकार छ, तपाईहरुको दुई तिहाई छ, कसले रोक्छ तपाईहरुलाई? तपाई पनि निर्वाचन जितेर आएको सांसद, हामी पनि निर्वाचन जितेर आएको सांसद। ल हामी पनि जनताको भोट ल्याएर आएको, तपाई पनि जनताको भोट ल्याएर आएको, गर्दै भयो त। त्यो दुनियाँ कुरा गर्न हिम्मत छ, दम छ। कुन दिन विदेशीले ठोक्छ भनेर थुरुरुरु काँपेर बसेको छु। विदेशीको एजेन्डा ल्याएर यो देश बर्बाद पार्या होइन। आज ल भन्नुस्, अहिले एकजना युवालाई तिमीले रोजगारी दिन सक्यौ यत्रो 16-17 वर्षसम्म? एकजना मान्छेलाई न्याय दिन सक्यौ? एकजना मान्छेलाई निशुल्क शिक्षा दियौ, निशुल्क स्वास्थ्य दियौ, राम्रो बाटो दियौ? कोही जनतालाई आज हिजो मात्र सुर्खेतमा अदालत भित्र मट्टी तेल खनेर आगो लाउँदै थिइन्। एकजना बहिनीले जाजरकोटको अदालतबाट न्याय नपाएर यस्तोसम्म गर्यौ तिमीहरूले। याद छ राजा महेन्द्रले आफ्नै ससुरालाई यदि अन्याय गरेका कारणले आफ्नै ससुरालाई थुन्ने प्रधान न्यायाधीशलाई गोर्खा दक्षिण बाहुबाट पुरस्कृत गरेर उहाँले घोषणा गर्नुभएको थियो। त्यो क्षमता छ। तिमीहरूका गुण्डा कार्यकर्ताहरू अहिले एकछिनमा रिगेल जस्ता गुण्डाहरूलाई तिमीहरूले छोड्या होइन हिजो। अनि यसरी तिमीहरू अदालतलाई चाहिँ आफ्नो बकौती सम्झिन्छौ। देशभरिका अड्डा अदालत सभा चम्चे झोले कार्यकर्ता भर्ती गरेर देशभरि विध्वंस मचाएका छौ। अझ तिमीहरूका विध्वंसका विरुद्धमा बोल्यो भन्दैमा गोली हान्ने आदेश दिने। म प्रहरीका साथीहरूलाई भन्छु, हेर प्रहरीका साथीहरू, तिमीहरूको आज तलब अवस्था कस्तो छ? तिमीहरूको आज ड्रेस के छ? बिहान बल्टी तिमीहरूको ड्रेस धोएर सुकायो भने बेलुका बल्टी तिमीहरूले आफूले लाउने ड्रेससम्म गर्दैनौ। यति भ्रष्टाचार भयो। कहाँ कति भयो छोड्देऊ। आज एयरपोर्टमा जाऊ त 4वटा प्लेन थन्काएर राखेको छ। चाइनाबाट 2 अर्बको प्लेन ल्याएर नचल्ने नउड्ने प्लेन ल्याएर थन्काएको छन्। आज जनताले सस्तोमा हवाई टिकट पाएको छ, जनताको पैसा खर्च भएको छ। अनि त्यसको कुरा उठाउँदा तिमीहरूको टाउको दुख्ने, मुट्टु पोल्ने, देशमा लुट्न पाउने, अझ केही झोले झम्टे भत्तुए कार्यकर्ताहरू चाहिँ उफ्रिएर विरोध गर्ने। यही हो। ल जाऊ न तिमीहरू न्याय देऊ। देशको एकजना मान्छे विदेश जान नपर्ने गरी यही देशमा उद्योग खोल, यही देशमा कल कारखाना खोल, यही देशमा आज पनि नागरिकले अदालतबाट निशुल्क न्याय पाइन्छ भनेर घोषणा गर। भोलिबाट दिन हामी बोक्दैनौँ। ल सक्छौ? आज प्रधानमन्त्रीको हालत के भयो? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नका लागि बिचरा गिडगिडाउनु पर्यो। 4 दिन 5 दिनसम्म वेट गरेर भेटेपछि आउनुस् हजुर नेपाल भ्रमण भन्दा म आउँदैन भन्दै नरेन्द्र मोदीले। तिमीहरूको हालत त्यस्तो छ। तर यही राजा हो। भुटान जाँदाखेरि कस्तो सम्मान थियो, अमेरिका जाँदा कस्तो सम्मान थियो, त्यही भारतमा जाँदा भारतको राष्ट्रपतिले राजाको कारको गेट खोल्थ्यो। गएर हेर एकछिन भिडियो खोल। त्यो हिम्मत राख न, त्यो क्षमता राख न। त्यसपछि हामी माग्दैनौँ। ल राख्छौ क्षमता? छदम विदेशीको दलाल भएका कारणले गर्दा तिमीहरूलाई गर्ने व्यवहार र आज टोयलेटमा काम गर्ने कर्मचारीको भन्दा पनि तिमीहरूको तल्लो स्तरको व्यवहार विदेशी नेताहरूले तिमीहरूलाई गर्छन्। अनि तिमीहरू चाहिँ यहाँ उफ्रेर हुन्छ। 2-4 जना कार्यकर्ता उफारेर अनि अन्तर्राष्ट्रिय जगतमा तिमीहरूको छवि बन्छ भन्दैन। म आज पनि भन्छु, बीपीका कार्यकर्ता हो भने विश्वप्रकाश गगन थापालाई मेरो खुला चुनौती हो। बीपी प्रसाद, विश्वेश्वर प्रसाद कोइरालाका यदि तपाईँ सच्चा कार्यकर्ता हो भने राजा सहितको प्रजातन्त्र स्वीकार्नुहोस्। होइन बीपीका कार्यकर्ता होइनौ, युरोपियन युनियनका दलाल हौ, युएसआइडी फन्डका मालिक हौ, सिस्टर निर्मलाका विशेष गरेर साउथ अमेरिका हाम्रो नेपाल दक्षिण भारतमा बस्ने मदर टेरेसा फाउन्डेसनका कोही नातेदार हौ, त्यहाँबाट आएको मालपानी खाने हौ, देशमा धर्म मास्न, सरकार संस्कार मास्न हुँ भन्ने कुरा यदि लाग्छ भने तिमीहरू जे सुकै भन, जनता तिम्रो पक्षमा छैन। आज त्यो कारणले गर्दाखेरि म भन्छु, चुनावका सँग लकार्ने होइन। त्यही भएर अहिले राष्ट्रवादी साथीहरू एकजना मान्छे नडराउ। साह्रै डर देखाइरहेको छु। प्रहरीहरूलाई भन्छु, अपिल गर्छु, प्रहरी साथीहरू हो, यिनले भ्रष्टाचार गरेर तिमीहरूको कपडा लाउने ड्रेसमा सम्म यिनले भ्रष्टाचार गरेका छन्। आज ड्रेस हेर त कस्तो छ। ड्रेस तिमीहरूले धोएर पखाल्न सक्दैनौ। धोएर सुकायो भने बेलुकापट्टि तिमीहरूको ड्रेस हेर्दैनौ। आज तिमीहरूको तलब कस्तो छ। शुद्ध तलबमा आज तिमीहरूले आफ्ना बालबच्चा पाल्न सक्दैनौ। आज शुद्ध तलबमा तिमीहरूले यदि भ्रष्टाचार गरेनौ भने आफ्ना छोराछोरी पढाउन सक्दैनौ, अस्पतालमा उपचार गर्न सक्दैनौ। देशलाई यसरी यिनीहरूले कंगाल बना। अझै यिनीहरूको आदेश मानेर राष्ट्रिय झण्डा बोकेका दाजुभाइलाई जसरी सबिन महर्जनलाई गोली हानेर मार्यौ, त्यसरी गोली हानेर मार्यौ भने एक दिन जनताले यस्तरी सडकबाट उठ्नेछन् कि
प्रहरी भन्ने चिजलाई नामो निशान मेटाउलान्, यो कुरा पनि होशियारका साथ गर। किनभने जनता उग्र हुनेवाला छ, जनता सहेर बसिया छ। तिमीहरूको अपराध, तिमीहरूको भ्रष्टाचार, यतिसम्म अपराध गर्यौ तिमीहरूले हुँदा नेपाली नागरिकलाई भुटानी बनाएर तिमीहरूले बेच्यौ। यति बेच्दाखेरि पनि अझ हामी चुप लागेर बस्यौं। अझ तपाईहरूको हालत यस्तो बनाउनु पर्छ। एउटा के भन्छ यो केन्द्र ओली भन्ने एउटा भत्तुओ कार्यकर्ता तेरो हालत गर्नुपर्छ भन्छु। लु आइजा नि त, हालत गरौँ। लु खान्छ, आइजाऊ, खुलम खुला हो, ल आइजाऊ, केही टेन्सन छैन। कुन ठाउँमा आउने हो, कहाँ आउने हो, म तयार भएर बसेको छु। त्यसमा केही आपत्ति छैन। राष्ट्रवादी हौं, नेपालको राष्ट्रिय झण्डा बोक्छौं, दलालहरूलाई प्रकाश गर्छौं, यसमा दुई मतै छैन। त्यो लुकेर लेख्नु पर्दैन, खुलम खुला आयो भन्छ। म हिजो पनि लडेर आएको मान्छे हो। तिमीहरूको जस्तो कोही माओवादीको एमालेको चम्चागिरी बनाएर तलबाट यसो नै माओवादीले सहयोग गरेर जिते होइन, गगनजी र विश्वप्रकाशजीले जिते जस्तो एक्लै तिमीहरूको गठबन्धनलाई हराएर आएको बुझ्यौ। त्यो डराउनु पर्ने कुनै कारण छैन। चाहे त्यो फिजिकल होस्, चाहे त्यो तपाईँको मतान्तरको कुरा होस्, त्यो आउन कोही पनि नडराउनुहोस्। 26 गते एकजुट बन्नुहोस्, राष्ट्रवादी झण्डामा एकजुट बन्नुहोस्। बिगुल फुक्ने हो, फुक्ने हो, फुक्ने हो। किनभने शान्तिपूर्ण हुन्छ। हामी कसैमाथि ज्यादती गर्दैनौँ, तर हाम्रो आन्दोलनमाथि दबाउने कोसिस गर्छ भने त्यसको मूल्य हामी प्रहरीमाथि पोख्दैनौँ, नेताका घर घरमा पोख्छौँ। यो कुरा याद गर्नु होला। जसले आदेश दिन्छ त्यो आदेशको घर परिवारमा पोख्छौँ। त्यो भावनालाई अपिल छ, मेरो अनुरोध छ, हामी शान्तिपूर्ण गर्छौँ। कसैसँग एकजना मान्छे डराउने होइन, छातीमा हात राखेर भन्ने यी भ्रष्टाचारीलाई सहेर बस्ने कि यिनका विरुद्धमा खडा हुने। एकपटक खडा हुने हो, 26 गते खडा हुने हो, देशका कुना कन्दराबाट काठमाडौँमा जम्मा हुने हो, नेपालको राष्ट्रिय झण्डा बोक्ने हो, बोक्ने हो, बोक्ने हो। यिनीहरूका विरुद्धमा खडा हुने नै हो। चाहे 10 जना भए पनि खडा हुने हो, 20 जना भए पनि खडा हुने हो। यिनीहरूले यति अत्याचार गरेका छन्। बाटोमा हिँड्दै गरेको मान्छेलाई गोली हानेर मार्ने, पत्रकारलाई जलाएर मार्ने, अझ आगो लगाएर 100 मिटरको त्यो उसमा 1400वटा गोली हानेपछि अनि तिमीलाई पूजा गरेर बस्छन् ती मान्छेहरूले। बिरालोलाई एउटा घरभित्र थुनेर चारैतर्फबाट कुट्न थाल्यो भने के गर्छ? बिरालोले जता बेटा त्यतै कोतार्दै हिँड्छ। अनि ती भाटभटिनी गर्ने राजावादी हुन्, त्यही वरिपरिका मान्छे हुन् भनेर त प्रमाणित गरिसके त। स्वयं अन्य कोही पार्टीका केन्द्रीय सदस्य त प्रमाणित भयो त, त्यो राजावादी हुन्, त्यो आगो लाउने राजावादी हुन् पर जडीबुटीमा। यी त काङ्ग्रेस एमालेका भिजनहान्ते कार्यकर्ता हुन् भन्ने त पुष्टि भइसक्यो त। त्यो भावनाले यस्ता गलत कामहरू नगर्नुहोस्। म अहिले पनि भन्छु, एकजना मान्छे डराउने होइन, एकजना पनि डराउने होइन। आज जसरी यिनीहरूले रवि लामिछानेलाई थुने, यिनीहरूले भ्रष्टाचार जीवी राई पक्रिन सक्दैनन्। यिनीहरू खै त जीवी राईले पनि त पक्राउ पुँजी जारी गरेको छ त। कहाँ छ त जीवी राई? कुन ठाउँमा छ? जीवी राईलाई त ल्याउनु पर्यो त यिनीहरूले। त्यो भए हुनाले म आज पनि भन्छु, एकजना साथीले भन्छ राजाले 521 वर्षदेखि छ, सायद दारू खाएर कुरा गरे होला, असीम भन्नेले। राजाले 240 वर्ष हो, 240 वर्षमा 78 वर्ष सक्रिय राज संस्था चल्या हो। 2017 देखि 2046 सम्म चलेको, त्यसलाई स्वर्णिम युग भन्छ। आज जुन स्कुलमा तिमी साथी पढ्छौ नि, त्यो पनि 2017 देखि 2046 पढ्ने हो। जुन बाटोमा गुड्छौ नि, त्यो पनि 2017 देखि 2046 मा बने हो। जुन तपाईको आज एयरपोर्टमा उड्छौ नि, त्यो पनि त्यतिखेरै बनेको। जुन अहिले स्थानीय तहको संरचना छ नि, त्यतिखेर गाउँ पञ्चायत भन्ने थियो, त्यतिखेरै बनेको। जुन अहिले तिमीहरू चुनावमा भोट हाल्छौ नि, त्यो भोट हाल्ने पनि सुधारिएको पञ्चायत 2035 सालबाट सुरु भएको। याद गरेर हेर एकछिन है। पहिला पनि चुनाव हुन्थ्यो, पहिला पनि बोल्न पाइन्थ्यो। यदि बोल्न पाइँदैन थियो भने मदन भण्डारीले राजालाई श्रीपोज खोलेर चुनाव लडा कसरी भने पक्राउ गरे। र गगन थापालाई भन्छु, तपाईले के नारा लाउनु भएको थियो हेर्नु त गगनजी? ले जनता खुकुरीले राजालाई छप्काइदे ज्ञानेन्द्रलाई भनेर तपाईले भन्नुभएको थियो। तपाईलाई पक्रिया थिए। आज कसैले भाषण गरेको आधारमा आशिका तामाङलाई लगेर तिमीहरूले थुन्यौ, कुट्यौ, मुद्दा चलायौ। तिमीहरूको यही हो प्रजातन्त्र? खै त तिमीहरू त हिजो खुलमखुला भाषण गर्थ्यौ त। तिमीलाई त थुन्या त थिएन त। अनि हिजो बोल्न पाउँदैन थियो भने तिमीले झुटो कुरा बोल्ने। त्यो भए हुनाले 26 गते एकजना मान्छे पनि उपस्थित। म एकजना मान्छेले भनेछ राउटे भन्छ, म राउटे हो त के भयो त? तिमीहरूको साथीहरू जस्तो बाख्रा चोर होइन, तिमीहरू जस्तो एमसीसी को दलाल होइन, तिमीहरू जस्तो विदेशी दलाल होइन, तिमीहरू जस्तो भुटानी शरणार्थी काण्डको नाइके होइन, ओम्नी घोटालाको प्रमुख होइन, गिरिबन्धु टी स्टेटको प्रमुख होइन, देशभरि गर्ने भ्रष्टाचारको नाइके होइन, मदन भण्डारी मान्ने हत्यारा होइन। म राउटे हो के भएको छ? मेरो मलाई सम्मान छ। आज मेरो जातका दाजुभाइहरू जति छन्
तिनीहरूले तिमीहरूको जस्तो चोरेर खाँदैनन्, तिमीहरू जस्तो लुटेर खाँदैनन्, तिमीहरूको जस्तो कुनै पार्टीको भतुवा कार्यकर्ता भएर त्यसो तल अलिअलि छेउला अलिअलि पैसा देला र अनि त्यसो पछाडि तपाईँको जुत्ता उठाइदिउँला भनेर तिम्रो पछाडि त्यो दलाली गरेर बस्दैनन्। इमानदारका साथ खान्छन्, इमानदारका साथ बस्छन्, आफ्नो मेहनत गर्छन्, परिश्रम गरेर खान्छन्। यसमा मलाई के आपत्ति छ? मलाई गौरव छ, केही कुरा छैन, मजाले गौरव छ। चोर्दैनन्, लुट्दैनन्, केही गर्दैनन्। त्यो भएको हुनाले अहिले पनि म अपिल गर्न चाहन्छु, 26 गते कोही पनि घरमा बस्ने होइन। यो जो विरोध गर्छन् यिनीहरूलाई पनि अपिल छ, त्यो दिन हिम्मत र दम छ भने तिमीहरू पनि विरोध गर। आऊ, खडा हौ हाम्रा विरुद्धमा, सक्छौ भने। सक्दैनौ भने फेसबुकमा के कमेन्ट गर्छौ साथी हो? हामी त 26 गते आउँदैछौँ राष्ट्रिय झन्डा बोकेर तिमीहरूका विरुद्धमा, भ्रष्टाचारीको विरुद्धमा एकजुट बन्दैछौँ। एकजुट बनेर आउनुहोस्, यसमा केही पनि मलाई कारण छैन। एकजुट बनेर अगाडि बढ्नुहोस्, हामी साथमा छौँ। अब एकजना तामाङ भाइले मलाई गाली गरेछ, तिनलाई मैले गाली गरेँ भने के हुन्छ? तिमीलाई के भन्छन् भन त? के भन्छन् तिमीलाई? सोसाइटीले के भन्छ त्यो भनिदिउँ म? त्यो भन्न सक्ने त म छैन, किनभने तिमीहरू जस्तो होइन म। त्यो भए हुनाले यस्तो किसिमका यी भित्र खोलेर हेर्नु त यिनको आइडी, यी कुनै प्रचण्डका जुत्ता उठाउने कि विश्वप्रकाशका जुत्ता उठाउने कि गन्थाबा जुत्ता उठाउने, यिनीहरू कामै त यो। अनि यिनीहरूले पाउँछन् गाउँमा छोटा तपाईँको के छ ठेक्का, अनि छोटा ठेक्का पाएर यिनीहरूले लुट्छन्, भ्रष्टाचार गरेर देश बर्बाद पार्छ। अनि यिनलाई टाउको दुखेको छ हामी आएपछि। तिमीहरू जति विरोध गर्छौ नि साथी, त्यति हामी सफलता सम्झिन्छौँ, किनकि तिमीहरूको नेचर भनेको भ्रष्टाचारी, देशद्रोही र दलाल हो। दलालहरूले जति हाम्रो विरोध गरे त्यति हामीलाई खुसी लाग्छ, किनकि दलालहरूले आई लभ यु दाइ भन्नु सुरु गऱ्यो भने त हामी पनि भ्रष्टाचारी भयौँ नि त। त्यसमा दुई मत छैन। हामी 27-26 गते काठमाडौँमा भेट्छौँ, एकजुट भएर भेट्छौँ। हस्, धन्यवाद।